हेलो गाइस, अहिले चाहिँ म ड्युटी सकेर है यहाँनिर हाम्रो नकुल दादाको दोकानमा आएको छु। अनि यहाँ चाहिँ यस्तो मिठो मिठो है पकौडा, यो ब्रेड चप है आन्टी, अन्त चियाहरू सिङ्गडाहरू पाउँछ। अनि म चाहिँ यहाँनिर हल्की है मेरो लन्च भनौँ 12 बजीको हल्की है ड्युटी सकेर म यहाँ खान्छु। दामी लाग्छ मलाई है। यहाँनिर झन् आन्टीले देख्न सक्नुहुन्छ, यहाँ फ्रेसली बनाउनु हुँदैछ यहाँनिर है चपहरू, यी तातो तातो चप अनि आलु दामहरू पनि यहाँ देख्नुहुन्छ है। यहाँ पनि ब्रेड पकाउनु छ कि रेडी छ है। दामी छ यो चाहिँ, दामी चियाहरू पनि बेच्नुहुन्छ है। अन्त यहाँ चाहिँ मलाई दामी लाग्छ। हेर्नुहोस्, यो चाहिँ खास चाहिँ एउटा उयो भेजिटेबल सप हो, तर आन्टीहरूले चाहिँ यहाँ है बाटोतिर हिँड्नेलाई चाहिँ अब दुःख नहोस् है, भोक लाग्दैन भनेर नि यो बनाउनु भएको। एकदम दामी लाग्छ मलाई।